नमस्कार सबैजनालाई स्वागत छ मेरो यो चाइनिज ल्याङ्ग्वेज लर्निङ सिरिजमा। आजबाट हामी चाइनिज म्यान्डरिन नेपाली माध्यमबाट सिक्न गइरहेका छौँ। चाइनिज भाषा संसारकै धेरै बोलिने भाषामध्ये एक हो। यसलाई मुख्य रूपमा चीन, ताइवान, सिङ्गापुर लगायतका ठाउँहरूमा प्रयोग गरिन्छ। म्यान्डरिन चाइनिजलाई चिनिया भाषामा फुथोङह्वा भनिन्छ, जसको अर्थ कमन ल्याङ्ग्वेज अर्थात् सबैले बुझ्ने भाषा हो। चाइनिज भाषाको आफ्नै लेख्ने प्रणाली छ, जसलाई हामी चाइनिज क्यारेक्टर्स भनिन्छ। चाइनिजमा यसलाई हान्स भनिन्छ। चाइनिज भाषामा इङ्ग्लिसमा जस्तो अल्फाबेट हुँदैनन्। चाइनिज भाषामा चाहिँ हजारौं क्यारेक्टरहरू हुन्छन्। चाइनिज उच्चारण सिक्नको लागि तपाईहरूले सबैभन्दा पहिले फिनिन जान्न अत्यन्त महत्त्वपूर्ण हुन्छ। चाइनिज उच्चारण सिक्नको लागि फिनिनको प्रयोग गरिन्छ। फिनिन भनेको चाइनिज शब्दको प्रोनाउन्सिएसनलाई इङ्ग्लिस लेटरमा लेख्ने एउटा तरिका हो। म्यान्डरिन चाइनिजमा 4वटा मुख्य टोन्सहरू रहेको छ। एउटै शब्द फरक टोनमा बोल्दाखेरि अर्थ बेग्लै हुन जान्छ। त्यसैले टोन सही सिक्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ। यदि तपाईँ चाइनिज भाषा सुरुबाट सिक्न चाहनुहुन्छ भने यो सिरिजबाट अगाडि बढ्न सक्नुहुन्छ। धन्यवाद।